नमस्ते, स्वागत छ पेटल फ्लोरल गार्डनमा। आज हामी जेड प्लान्टलाई कसरी रोप्ने भनेर देखाउन गइराखेको छौं। ल, अब जेड प्लान्ट्सलाई कसरी माटो बनाउने हेरौँ है त। बलौटे माटो 50%, परलाइट 15%, भुस 15%, वर्मी कम्पोस्ट 15%, निम पाउडर 5 ग्राम, साफ फंगिसाइड 1 ग्राम प्रयोग। भाँडोमा माटोको मिश्रण हाल्नुहोस्, त्यसपछि जेड बिरुवा राख्नुहोस्, माटोलाई राम्ररी थिच्नुहोस् र पानी दिनुहोस्। यसले बिरुवालाई राम्रोसँग स्थापित हुन मद्दत गर्छ। हेलो पेटल, के गर्न लाग्दैछौ? ओ हेलो, फ्लोरल जेड प्लान्टलाई माटो गमलामा रोपिरहेको छु। मैले पनि रोपेको छु। कसरी हेर चाह गर्नुपर्छ पेटल? फ्लोरल म भनिदिइहाल्छु जेड प्लान्टलाई कसरी हेरचाह गर्ने भनेर, अनि माटो, पानी, मल र गमलाहरूको बारेमा। भित्र स्टुडियोमै बसेर कुरा गरौँ न त। फेरि पनि यहाँहरूलाई पेटल फ्लोरल गार्डन शोमा स्वागत छ। आज हामी कुरा गर्नेछौँ जेड प्लान्टको बारेमा, केयर टिप्स, माटो, मल, पानीहरूको बारेमा। पेटल, म हुँ फ्लोरल, मेरो साथमा पेटल। पहिला सुरु गरौँ माटोबाट। के हालेर माटो तयार पर्ने हुन्छ? फ्लोरल माटो 30%, बालुवा 10%, परलाइट 20%, मल 30%, निम पाउडर 1 मुठी, एमसम सल्ट 1 चम्चा हालेर माटो तयार पर्न सकिन्छ। अनि गमला कुरा गर्न पर्दा प्लास्टिक, सेरामिक, माटोको गमलामा रोप्न सकिन्छ। ठिक छ। अनि उज्यालो, पानी केही भन न हुन्छ। सबभन्दा पहिला उज्यालो बारेमा, जेड प्लान्टलाई कम उज्यालोमा पनि बस्न सक्छ प्लान्ट हो, तर राम्रोसित हुर्किनको लागि उज्यालो ठाउँमा राख्नुपर्छ। अब पानीको बारेमा कुरा गरौँ। जेड प्लान्ट धेरै कम पानीमा बाँच्न सक्ने प्लान्ट हो, किनभने जेड प्लान्टको जरामा आलु जस्तो बल्ब हुन्छ जसले पानी स्टोर गरेर राख्छ भन्छ। ठिक छ, जेड प्लान्टको बारेमा धेरै कुराहरू थाहा भयो। केही छ भन्नलाई? हुन्छ। जेड प्लान्टको बारेमा धेरै कुराहरू भनिसक्यौँ। पानीको धेरै कम दिनुपर्छ। गर्मी महिना 2 हप्तामा पानी हुल्नुपर्छ, अनि जाडो महिनामा 1 महिनामा पानी हाल्दा हुन्छ। आजको एपिसोडलाई यति नै राख्दै हामी बिदा माग्छौँ। आशा छ आजको एपिसोड राम्रो लाग्यो होला। म पेटल र फ्लोरललाई बिदा दिनुहोस्। होस्, ह्याप्पी गार्डनिङ, बाई।